राखी चाहिँ मेरो छोरो हो बोल्दिन भन्दै सट्टसँगले भिडियो के कस्तो लाग्यो होइन ट्याक्कसँगले अदर रोपेको वेलकम ब्याक टु माई च्यानल आज तपाईँहरू हेर्दै हुनुहुन्छ एसएलसी भ्लग 3 होइन नि यस र हामी चाहिँ अहिले के गर्दैछौँ भने आजदेखि अब अदर रोप्नु लागेको र अब अदर रोप्छौँ र हामी चाहिँ यहाँ भर्दैछौँ होइन र अदुवाको बिउ चाहिँ एकदम ठिक पारिसकेको छ हामीहरूले यहाँ ठुल्ठुलै मात्र ठिक पारेको क्या हामीहरू चाहिँ अनि मसिना चाहिँ उता पर छ त्यो मसिना चाहिँ हामी बेग्लै रोप्छौँ यो चाहिँ एकदम भयङ्कर ठुल्ठुलो छ अनि ठुलो पनि ठिकठाक ठुलो छ त्यति साह्रो ठुलो पनि होइन यत्रो पाना साह्रो नै अनि सबै यत्रो रोप्ने हो नि त अनि ट्याक्कसँगले योभन्दा ठुल्ठुलो चाहिँ भित्र छ अलिक नानीले भर्दैछ अब हामी यस पछाडि ठ्याक्कसँगले तपाईँहरूलाई देखाउनेछौँ कसरी रोप्ने भनेर चाहिँ सट्ट तपाईँहरूलाई देखाउँछौँ अन्तिम समय हेर्नु होला होइन कस्तो हुन्छ हाम्रो रोपाइ र मिलेन भने पनि तपाईँहरू कमेन्ट गर्नु होला भन्नु होला होइन सुधार्ने कोसिस गर्छौँ है ल गाइस हामीहरूले चाहिँ रोपेर यहाँ तलबाट अडाङसँगले रोपेर चाहिँ यहाँ ल्याइपुऱ्याइसकेको छौँ होइन अनि किङले चाहिँ हेलो किङ अल्छी लागिरहेको छ पुरै अल्झिरहेको छ एक्लै छ नि त अनि उसले चाहिँ बिउ ओसार्दैछ पर दुईवटा प्याकेटमा एक एकवटा ओसार्ने र लक्ष्मीलाई चाहिँ यहाँ ड्याङ लगाउने म चाहिँ पुर्ने अनि उसले लगाइसकेर पनि पुर्छ मलाई चाहिँ अलिक अल्छी लागिरहेको छ आज टाउको दुख्दैछ हल्का अनि गर्छौँ र एकछिनमा खेतालहरू पनि आउँछ अलिअलि कट्टसँगले हेर्दै गर्न लगाएछ हेलो हाम्रो चाहिँ यहाँनिर अदुवा रोप्ने कार्यक्रम एकदम मजासँगले भइरहेछ देखिन्छ टक्कसँगले यताबाट जसले कदेर आउँछ ल र पनि म लक्ष्मी तामाङै हो अदुवा चाहिँ हामीले यसरी लगाइरहेको छौँ कस्तो के गरेर रोप्नुपर्ने हो तपाईँहरूले कसरी रोप्दै हुनुहुन्छ यहाँ के कमी भइरहेछ यसो तपाईँहरूको मनमा लागेको कुरा पनि भनिदिनु होला हामीले त्यसरी डल्ला फुटाउँदै कोही माटो भर्ने कोही बिउ लगाउने कोही डल्ला फर्ने काम चाहिँ एकदम मजासँगले भइरहेको छ अनि भिडियो बनाउने भिडियो राखी चाहिँ मेरो छोरो हो बोल्दिन भन्दै हुनुहुन्छ यता घुमाइ यता माथि घुमाइ खिच्छु नि यहाँ राम्रो आउनु पर्यो एकदम फरेर भइरहेको अवस्था बोलौँ ल हान्यो खाने पानीको पाइप हटाउनु जानु पर्ने थियो अब मिसिन कहाँ पुऱ्याएर भन्दैछ लगाएको छ हामीहरूलाई चाहिँ होइन सट्टसँगले यता चाहिँ रोपिसक्यो है एक लाइन सर माथिसम्म पुऱ्याइयो अनि अब यतातिर अर्को लाइन हानिँदैछ सट्ट सुता टाँगेर हानिँदैछ सिधा त हान्नु पऱ्यो नि त त्यो भने होइन सिधा हान्नु पऱ्यो त्यही भएर दुई लाइन एक लाइन फेरि यहाँ एक लाइनमा त देख्नुहुन्छ होला यहाँ त अघि एक लाइन चाहिँ पुरिसकेको छ यो एक लाइन हो अब यहाँ त झन्डै छेउ परेछ यहाँ त अनि सट्टा हानिँदैछ डाङ्की यसले चाहिँ ड्याङ्गै यहाँ अब यहाँ दुई लाइन चाहिँ सक्नु लागिसकेको छ अब उता अझै दुई लाइन बाटोदेखि यता जम्मा 4 लाइनमा अनि उता बाँकी सट्टसँगले धमाधम गर्दैछ टाउको पनि दुख्दैछ अघि गर्मी थियो घामले पोलो अब अहिले चिसो भयो मेरो हावा चल्दैछ टाउको त्यसो अब अझै लाग्छ होला 2-3 दिन अहिले सक्नुभयो सुरुमा गरौँ रोपौँ लाग्यो अब अहिले अल्छी लाग्दै गयो होइन गाह्रो हुँदो रहेछ काम गर्दै रटरसँगले पानी आइदियो होइन अनि काम छोडेर कुदेर आइयो घरतिर माकुरी र ट्याक्कैसँगले पानी आइदियो
र भिडियो के कस्तो लाग्यो होइन ट्याक्कसँगले अदुवा रोपेको भिडियो अन्तिमसम्म हेरिदिनु भएको धेरै धेरै धन्यवाद भिडियोलाई लाइक गरिदिनु होला च्यानल सब्सक्राइब गरिदिनु होला त्यहाँ रहेको घन्टी पनि बजाइदिनु होला पानी चाहिँ बब्बार आइरहेछ अनि हावा आइदिएन र यतिकै पानी आइदियो भने चाहिँ केही हुँदैन अलिक ठुलो आइदियो भने चाहिँ खोल्छ होला सायद छ्यात्राङ छ्यात्राङ चाहिँ बनाइन्छ होला अनि फुको फुको थियो जस्ट फुको फुकोमा अब जस्ट चिसोले छिटो उम्रे लाग्छ तर यस्तै पानी आइदियो भने चाहिँ भोलि अलिक प्लात्तै हुन्छ होला र अनि दिउँसो त रोक्छ भन्दै आजलाई यति नै